हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि 5 महिनापछि नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी जाँदैछौँ बन्दीपुर। बन्दीपुरमा चाहिँ हामी हाम्रो कलिग्सहरू सबैजना मिलेर अफिसको साथीहरू मिलेर चाहिँ जाँदैछौँ। अनि बन्दीपुरमा गएर हामीले के कस्तो गर्छौँ, कसरी रमाइलो गर्छौँ भनेर चाहिँ हजुरहरूलाई देखाउने नै छु। ल कति दिनको प्लान बल्ल बल्ल सक्सेस भएर ट्याक्क आयो। यता नि भ्लग चल्दै सब भ्लगरहरू ओके, म चाहिँ पहिला सुरु उसलाई इन्ट्रोड्युस गराउँछु मेरो च्यानलमा। ऊ चाहिँ आन्वी हो। आन्वी चाहिँ मेरो कलिग्स, मेरो दिदी प्रतीक्षा दिदीको चाहिँ छोरी हो। अनि उसले चाहिँ के गर्छ, किनभने मैले किन इन्ट्रोड्युस गराएको भन्दाखेरि चाहिँ भ्लगमा धेरै जस्तो ऊ पनि देखिनै छ के, त्यही भएर को भनेर चाहिँ चिनाउनको लागि हो। अनि हेर्नु है त उसले के गर्छ भनेर। उयो लिपस्टिक यो लिप बामलाई निले भने चाहिँ पेट काट्नुपर्छ अनि यसलाई निले भने चाहिँ पर्दैन। यो चाहिँ थोरै खायो भने चाहिँ पर्दैन। यो चाहिँ हाम्रो रुम हो। किन अति नै पर्दैन। भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई। यसरी बाँध्यो भने राम्रो देखिन्छ अरे। आन्वीको फेसन सोको कार्यक्रम सकेपछि चाहिँ हामी पुग्यौँ बन्दीपुरको मेन बजारतिर, मेन स्ट्रिटतिर चाहिँ हामी घुम्न गयौँ। कस्तो लागेको छ? कस्तो खायो? खानेकुरा कस्तो छ? आज आन्बुको जङ खाने रे हो जङ दिवस। जङ दिवस आज बल्ल राम्रो भिडियो आउने ठाउँ भेटायौँ हामीले। अब हामी राम्रो भिडियो आउने ठाउँमा बसेर खिच्यौँ। आन्बुहरू कता गयो? डुल्न। आन्बुहरू डुल्न गइसके। अब प्याक छ, आज फ्राइडे भएर बेसरी जस्तो प्याक छ। भोलि हामी ड्रेस लगाउने दिदी, मोस्ट प्रोबेबली भोलि ड्रेस लगाउँछौँ, कल्चरल ड्रेस। ओके गाइज, हामी चाहिँ फ्राइडे नै बन्दीपुर जानुको रिजन चाहिँ एउटा चाहिँ छुट्टी भयो। अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो अफिसको सर आसलाल सरले चाहिँ बन्दीपुरमा चुट्का गाउने नाच्ने गर्नुहुन्छ क्या, अनि रमाइलो पनि हुन्छ नि त। त्यही भएर सरले चाहिँ जाम है त भनेर हामीलाई लैजानु भएको। अनि अब चाहिँ सरहरूको पर्फर्मेन्स है।
उठेर रेडी भएर हामी जाँदैछौँ चुडी खेलतिर होइन अनुभु गाइस हामी आइपुग्यौँ चुडी खेल कस्तो पिसफुल छ क्या यहाँ त्यो रमाइलो छ अझै के अरे बिहान आउनु पर्ने थियो पुरै हायो हुस्सुहरू लागेर कस्तो राम्रो देखिन्थ्यो तर अहिले पनि केही भएको छैन तर कस्तो यहाँको चाहिँ मलाई छुट्टै नै भाइब्स मनपर्छ क्या कस्तो राम्रो राम्रो बिग चौतारीहरू छ नि त त्यही भएर हेलो हामी चाहिँ सनराइज हेर्न आएको सन चाहिँ माथि नै पुगेछ राइज मात्र हेरेर हामी चाहिँ उता टुरी खेल घुमेर नि आइसकेका छौँ टुरी खेलमा रमाइलो भयो एकछिन टाइम स्पेन्ड गऱ्यौँ अनि टिकटकहरू बनायौँ अनि फोटोहरू पनि खिच्यौँ रमाइलो गऱ्यो त्यति बेला भ्लग खिच्न पिछे मैले रमाइलो भएको भएर अनि अहिले चाहिँ कन्टिन्यू गर्दैछु अब हामी ड्रेस लगाउन जाने भन्दैछौँ त्योभन्दा अगाडि चाहिँ 3 धारे भन्ने उतापट्टि छ त्यसमा जान्छौँ अनि त्यसपछि चाहिँ हामी ड्रेस लगाएर भिडियो गर्नेछौँ कुन ड्रेस लगाउने भन्ने फिक्स छैन दिदी कुन ड्रेस लगाउने हजुर कुन ड्रेस लगाउने हो प्रतीक्षा मिसले हामी फिक्स छैन फिक्स भएपछि आन्बुले कुन लगाउने रे आन्बु कुन ड्रेस लगाउने हो चाइनिज ड्रेस आन्बुले अब हामी चाइनिज जस्तो लगाउने कुरा भएन चाइनिज जस्तो लगाएर कर्दी कपालमा चाइनिज हेयर कस्तो के चाइनिज ड्रेस कस्तो देख्यो होला हामीले त कति धेरै पप्पीहरू देख्यौँ एकै ठाउँमा अनि हामी त यहीँ पप्पीहरू हेर्दै बस्यौँ है आन्बु कस्तो रमाइलो भएको है आन्बुले के राख्यो यो पप्पीहरूको नाम के राख्यो नाम सुनिता विनिता रमिता कुन चाहिँ सुनिता विनिता अनिता रमिता है सानो क्युट बाई भन्दै यो सुनिता विनिता रमिता अनितालाई अनु सुनिता विनिता रमिता बाई बाई भन सुनिता विनिता रमिता अनिता मामुले राखिदिनु भएको नाम मामुले यही नाम राख्दैछु अब यही भन्ने छ बाई भन बाई खै अर्को ल एउटा नाम चाहियो अब दिदी अनिता विनिता सुनिता रमिता कविता ल कविता ल बेबी बाई 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 यो जग्गा बिक्रीमा छ र ल किन्न आउनु यही जग्गा हो यही चौतारी नै किन्ने हो क्या यति हिँडिसकेपछि चाहिँ हामीले उता 3 धारे जाने प्लान क्यान्सल गरेर मिनी ग्रेट वालतिर जाने भन्ने प्लान गऱ्यौँ अनि हामी चाहिँ अब यति यहाँबाट हिँड्दै चाहिँ मिनी ग्रेट वालतिर जानेछौँ है त गाइज अहिले चाहिँ हामी ग्रेट वाल जाँदैछौँ तर एकदमै टाढा रहेछ क्या यहाँबाट उता मिस हुनुहुन्छ यस्तो गर्मी यता दिदीहरू आउँदै हुनुहुन्छ यताबाट कति टाढा रहेछ है ग्रेट वाल त मिनी ग्रेट वाल रे यहाँबाट जाने रहेछ उता यति यहाँबाट केही नामो निशान छैन यहाँबाट वहाँसम्म मात्रै हिँड्नै पर्ने रहेछ सफारी रहेछ यत्रो सफारीबाट बङ्गाल लुटाइदियो भने त जिन्दगी हो सफारी मिनी ग्रेट वाल जाने रहर त गरियो तर बेसरी टाढा रहेछ कि अनि बिचमै त्यो गाडी अघि आएको गाडीलाई रोकेर हामी त गाडी चढेर गयौँ ग्रेट वालतिर सरेर
होइन हामी बाटो परेर हो क्या हामीलाई पैसाहरू सोचेर ल त ल्याइदियो भने नि भयो थ्याङ्क यू ए रमाइलो भयो एक्सपिरियन्स भयो हाम्रो यतिकै रमाइलो हामीलाई सबैभन्दा एकदम मेमोरी हुने भनेको यही हुने भयो है कस्तो रमाइलो भएको हामी सफारीमा आयौँ भन्नु कस्तो राम्रो यहाँ कस्तो राम्रो दिदी हेर्नु यो पहाड त हामी गएको अघि गएको टुरी खेल पहाड की रानी के रे अनबु कि जय हाट्नको डर छैन त यो हाट लाउँछ यो हाट लाउँछ यो मुखमै घाम परेको अवस्था थ्याङ्क यू दिदी अब यो लाउनु पर्यो खोइ कस्तो देखिँदो रहेछ यो कस्तो सुकाउनुपर्छ ल यो लाउनु त ड्रेससँग म्याच भएछ ए थ्याङ्क यू दिदी ड्रेससँग हेर्ने जुगाडको त फेरि के अरे कुनै सिनै हुन्न नि दिदी ट्याक्क कतै न कतैबाट केही न केही त आइहाल्छ ल यति भएपछि म काली पनि हुने भएन घाममा डढेर टाउको दुखिरहेको थियो अब तात्तिनी पनि भएन आन्बु त तलै पुगिसकिन् तल जान सजिलो नि माथि पुग्नु गाह्रो हुन्छ गाइज आन्बुले सर्प देखेको छ यहाँ ग्रेट वालमा साँच्चैको हो कि माथि यस्तरी बसेको कि हेर सुस्से हेर्नु न मम्मीलाई भनिदिन्छु ओके आन्बु र आन्टी त कस्तो मिलेको है प्राङ्क गरिदिउँ हामीले त आन्बु अब होइन पानी खाने पाइप हो यो त बन्दीपुर घुम्न आएको चाहिँ मेरो दोस्रो पटक हो र मलाई हरेक पटक चाहिँ बन्दीपुर एकदमै रमाइलो लाग्छ कि अब चाहिँ हामी यहाँबाट झर्दैछौँ यहाँबाट झरिसकेपछि चाहिँ हामी जाँदैछौँ झारगाउँ भन्ने ठाउँमा झारगाउँ भन्ने ठाउँमा चाहिँ हिजो बेलुका लागे जस्तै चुट्काको चाहिँ मेला लागेको रहेछ कि चुट्काको चाहिँ यहाँ हामीले एउटा ग्रुप मात्र देखेको थियौँ भने त्यहाँ चाहिँ धेरै नै ग्रुपको चुट्काहरू गाउने चाहिँ टोली हुनुहुँदो रहेछ र रमाइलो गर्नुहुँदो रहेछ कि त्यही भएर हामी चाहिँ त्यहाँ पनि जाँदैछौँ चुट्का हेर्न र हतार हतार गरेर त्यहाँबाट बन्दीपुरको मिनी ग्रेट वालबाट झरेर चाहिँ हामी चाहिँ उता जाँदैछौँ आजको भ्लग चाहिँ यति नै हो थ्याङ्क यू सो मच गाइज फर वाचिङ र भोलिको भ्लग हेर्न चाहिँ नबिर्सिनु ल भोलिको चाहिँ एकदमै इन्ट्रेस्टिङ छ र हामी झारगाउँमा गएर के गर्यौँ भनेर चाहिँ भोलिको भ्लगमा देखाउने छु थ्याङ्क यू सो मच गाइज बाई बाई